भक्तपुर ललितपुर काठमाडौँको सिडिओ साहबहरूले बोलाउनु भएको छ हैन। मेरो विचारमा यही आउने हामीले जुन गर्न आँटेको जुन व्यवस्था परिवर्तनको, खास गरेर हामीले व्यवस्था संविधान परिवर्तनको जुन छ किराँत बौद्ध सहित हिन्दू अधिराज्यको जुन हामीले कुरा उठाएका छौँ र सर्वहारा वर्ग भूमि मान्छेको जुन हामीले लघुवित्त पीडित सहकारी पीडितको जुन 20 लाख भन्दा मुनिको ऋण जो तिर्न नसक्ने गरिबहरूको ऋण मिनाको कुरा गरेका छौँ, जो चाहिँ तपाईँको चाहिँ नि 20 लाख भन्दा माथिको नेपाली व्यापारीहरूको खास गरेर हैन घरहरू लिलाम नगरिदिनुहोस्, उहाँहरूलाई तिर्ने मौका दिनुहोस् हैन। घर भनेको सपना हो, मान्छेको घर लिलाम गरेर चाहिँ सडकमा पुर्याउनु हुँदैन, सरकार त्यस्तो हुँदैन भनेर यी यावत विषयमा हामीले आन्दोलनको तयारी गर्दैछौँ। त्यसैको लागि तपाईँहरूले आन्दोलन कस्तो गर्नु हुँदैछ, के गर्नु हुँदैछ त्यही होला। अब जस्तो तपाईँले फिर्ता लिने सम्भावना प्रबल छ भन्ने खालको समाचारहरू आइरहेको छ। फिर्ता हुँदैन यो व्यवस्था परिवर्तन नभइकन फिर्ता हुँदैन। यो दुर्गा पर्साई हो कि यो दुर्गा पर्साई हो, व्यवस्था परिवर्तन नभइकन संविधान नफेरिकन तपाईँ भनेछ आन्दोलनमा आउने अन्तिम तयारीमै हो। व्यवस्था परिवर्तन भयो भने केही हुँदैन। दर्शक भर्खरै तपाईँले दृश्यमा देखिराख्नु भएको छ दुर्गा पर्साई यतिखेर जिल्ला प्रशासन कार्यालय प्रवेश गर्दै हुनुहुन्छ। जुन काठमाडौँ भक्तपुर र ललितपुरका तीनटै सिडिओ साहबहरूले चाहिँ उहाँलाई छलफलको लागि जिल्ला प्रशासन कार्यालय बोलाइसके पछाडि उहाँ अहिले छलफलको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ आइपुग्नु भएको छ। प्रवेश हामीले हाम्रो तर्फबाट हाम्रा मागका विषयमा स्पष्ट कुरा राख्दैका छौँ र राजनीतिक कुराहरू भने हाम्रो लेभलबाट हुँदैन, अरू हामीले गर्न सक्ने हामीबाट हुन्छ भनेर भन्नुभयो। उहाँबाट सिडिओ साहबहरूबाट हुने र एसएसपी साहबबाट हुने हाम्रा कुनै पनि माग छैनन् हैन। र मैले उहाँहरूलाई एउटा कुरो के राखेँ भने यो सरकार कुन संविधानबाट कुन धाराबाट बन्यो हैन, र यो सरकारको काम र कर्तव्य के हो, र जेएनजीहरूका माग पुरा भयो कि भएन हैन, र जेएनजीहरूका माग के थिए र भन्ने खालको कुरा यिनै कुरामा छलफल भइसकेपछि हामीलाई यो कुरा माथि पुर्याउँछु भन्नुभएको छ। अहिले भएको कुरा त्यति नै हो। अब तपाईँहरूलाई त सरकारले पनि वार्तामा बोलाउँछु भनेको थियो, क्यारे औपचारिक पत्र आयो कि आएन कि यो सिडिओ तह र प्रहरी प्रमुख तहमा मात्रै सीमित हुने हो तपाईँहरूको वार्ता? होइन, मैले चाहिँ एउटा कुरा के छ भने म सहज मान्छे छु, मलाई सिडिओ साहबहरूले बोलाउनु भयो, म आइदिएँ दुर्गाजी आउनुहोस् न भनेर, किनभने भोलि हामीलाई सबैजना मान्छे चाहिन्छन् होइन। म अब उ गर्न त बस्ने कुरो भएन कोठामा होइन, म आइदिएँ। तर तपाईँले के बुझ्नुहोस् भने उहाँहरूले जुन हिसाब किताबले अहिले जुन गर्नुभएको छ, उहाँहरूले फर्स्ट चाहिँ उहाँहरूले मलाई बुझ्न तपाईँहरूको आन्दोलन कहिलेदेखि हो के हो भनेर उहाँहरू शान्ति सुरक्षा दिने मान्छे भएपछि उहाँहरूले बुझ्नु स्वाभाविकै हो होइन। त्यही विषयमा छलफल भयो, अरू मागको विषयमा उहाँहरूले माथि कुरा पुर्याउँछु भनेको छ। हामीले के भन्यो भने हामीलाई सरकारको तर्फबाट औपचारिक पत्र चाहिन्छ अनि हामी आउँछौँ होइन। नभएदेखि अब औपचारिक पत्र आएन भनेदेखि त यो जेएनजी आन्दोलन जस्तै हुन्छ क्या फेरि। अब तपाईँ चाहिँ के भन्दै हुनुहुन्थ्यो भने हामी डराउनु भने किन डराउनु, देश कसको हाम्रो होइन। पक्राउ गर्ने हल्लापछि तपाईँ झस्किनु पर्यो, कसले भनेको? त्यही खालको खबर आइरहेछ। मैले पक्रिने भने यहीँबाट जाने भनेको अहिले म त लुगा बोकेर हिँडेको मान्छे जतिखेर पनि जान्छु नि। अनि जोगीलाई जहाँ लाँदा पनि भइहाल्छ नि, म त जोगी हो। ल यो कुरामा छोडिदिनु, म डराउँदिनँ। जस्तो मागको विषयमा चाहिँ के छ त तपाईँहरूको मागको विषयमा अझै नेपाली जनताले बुझ्ने ढङ्गले? हाम्रा माग भनेको के छ भन्दाखेरि नि गरिबका जुन लिलाम भएर गएका घर जग्गा फिर्ता हुनु पर्यो, लघुवित्त सहकारीको 20 लाख भन्दा मुनिको ऋण लिन हुनु पर्यो, 20 लाख भन्दा माथिको ऋण छ नि 25 गाडी केमा गृह मन्त्रीको म्यानेजर हो तपाईँ पनि। म यहाँ सुन्नु न, गृह मन्त्रीको म्यानेजरै चिन्दिनँ म। मनोज केसी पनि आयो भने पुरा भएको भएन। मनोज केसी अपराधको एआइजी हावा कुरो कसले भन्छ? उहाँसँग के कुराकानी भयो? उहाँसँग के कुराकानी भयो कि भएन? हजुरको मनोज केसीसँग एआइजी मनोज केसीसँग कुरा भएन। भएन? म चाहिँ छ नि अगाडि गएर मुखमा लिएन भनेको आन्दोलनको नीति पनि घोषणा हुन्छ, जम्मै हुन्छ। कहाँको म्यानेजरको कुरा गर्छ नि बहिनी? नि को यो म्यानेजर भनेको? भारतको गृह मन्त्रीको म्यानेजरको कुरा गर्छ। यहाँ भारतको गृह मन्त्री कहाँबाट आएको?
सिडिओ कार्यालयले तपाईँहरूले एउटा कुरा के भन्नु छ नि यो सरकारको एउटा विङ सो सिडिओ कार्यालय भनेको होइन उहाँहरूले सुरुवात गरेको छ तपाईँहरूले किनभने यो आतिनु पर्ने डराउनु पर्ने भाग्नु पर्ने कसैसँग लुक्नु पर्ने मैले उहाँहरूलाई के भनेको छ भने यो सरकार चाहिँ कसरी आएको हो त कुन बाटोबाट आयो भोलि अर्को सरकार पनि त्यही बाटोबाट आउँछ भनेर भनिदिएको छ क्या कुरो बुझ्नु भएन मरेको मान्छेको जिम्मा चाहिँ तपाईँले लिनु है बहिनी भिडियोले आग्रह गर्नुभएको छ दर्शकबिन तपाईँ देख्नु भएको छ गृह प्रशासनले कुनै पनि नारा कुनै पनि जुलुस लाउने अथवा नेतृत्व गर्ने आन्दोलनका नेतृत्व गर्नेहरूले वार्तामा आउन आग्रह गरिरहेको छ आन्दोलन नगर्न